त्यो सिडे साहबले तपाईँ बाहिर जाने कि गोली हान्दिउँ भन्नुभयो होइन। मैले चाहिँ अब यो गोली हान्ने सिडियो त मैले फेला पारेको थिइनँ। गोली सिडियोले गोली हान्छ भने त्यो सिडियो चाहिँ हुँदैन। तपाईँको जागिर गएको 2 मिनट भयो, तपाईँ कुर्सी छोड्नुहोस्, तपाईँलाई किटानी जाहेरी दिन्छु म होइन। तपाईँलाई ज्यान माराको किटानी जाहेरी दिन्छु होइन। तपाईँ ज्यान अभियुक्त हो, तपाईँ उठ्नुहोस् भनेर मैले चाहिँ कुर्सीबाट उठाएको मान्छे हो म फेरि। अनि उतिनखेरि मेरो चाहिँ नि अब बोल्दाखेरि मेरो शब्द बिग्रिन गयो। त्यस कारणले मलाई क्षमा दिनुहोस् भनेर सिडिओलाई माफी मगाइदिएको मलाई स्मरण छ। त्यो जनतालाई थाहा छ होइन। र जनताले पनि त्यहीँ अगाडि नै त्यो 300 जना जनता थिए त्यहाँभित्र सिडिओ कार्यालयमा घेरा हालेर बसेका। जनताको नेता यही हो भनेर म जनताको एउटा स्याबासी पनि पाएँ मैले त्यही दिन। न उतिनखेरि 5.5 लाखको दरले जनतालाई हाताहाती पैसा दिलाइदिएको मान्छे पनि हो म।